दिदीको सौदा लाग्न आउँछु भन्नु भेनालाई। यस्तो मेरो केटी पाउँदा त तिनको हड्डी पनि हाँस्लान् नि। हामी त केपी बालाई भोट दिने हो, देश जलाउने यहाँहरू हो। अनि बुवा आमा नि अब छोरोले राम्रो गरेछ, छोरोले भने सबै ठिक। भोट माग्न आएको यो मान्छे म हुँ होइन। यो समाउनुहोस् त एकछिन, म यो समाइदिन्छु। ल्याउनुहोस् त। एकैछिन ल्याउनु त, यो समाउनु त। ठुलो बाटो छ यहाँ म यसरी हो नि होइन, फसाउने होइन। ल भयो यति भाइ। घन्टी जिन्दाबाट अरू मुजी गयो सबै गएपछि त सुनसान छ प्युठानमा। प्युठानमा घन्टी त सुनसान छ नि। केन होला त म मैजो छु हे कोटलाको कोट पैन्ट लगाएको देख्नु भएन। म रविको समेत गरेर मैले त छप्प घन्टीमा बट हाल्ने देख्नु भएन तपाईँलाई चाहिँ। हाम्रो प्युठानमा एमालेको भोट चर्चा भइरहेको। एमाले सेमाले गए तल मेरो घन्टामा गए। देश आनन्दरी नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? स्ट्याटस लेख्दैमा अनि त्यो 4-5 रुपियाँ उठाएर समाजसेवा गरे जस्तो गरेर ज्याकेट गर्दैमा अर्को काम गर्दैमा प्रधानमन्त्री म बन्छु। तेरो बाउ केपी ओली बन्छ होला नि, जहाँ ठिक जस्तो चाका लाउने